कवि प्रदीप रोदनज्यूले लेख्नुभएको कविता म कहाँ मात्र पुगिन वाचन गर्दैछु। कस्तो छ प्रतिक्रिया दिनुहोला। म कहाँ मात्र पुगिन, तिमी घाँस काट्न आउँदा पातमा पुगे, पानी लिन आउँदा पँधेरामा, तिम्रो कोठाको झ्यालमा, तिमीले पानी हाल्ने फुलको पातमा, तिमीले बढार्ने बेला तिम्रो आँगनमा, लिप्ने बेला पिँढीमा, लुगा सुकाउने बेला तार छेउमा, म कहाँ कहाँ पुगिन र तिमीलाई हेर्न, म कहाँ कहाँ पुगिन र तिमीलाई देख्न। जहाँ जहाँ पुगे त्यहीँ त्यहीँ घृणा गर्यौ, मलाई देख्दा लुक्यौ, तिमीलाई छुन खोज्दा डरायौ, नजिक हुन खोज्दा टाढा गयौ। कुच्चोले लौरोले आफ्नै खुट्टामा लगाएको चप्पलले के मात्र देखाएनौ मलाई लखेट्न तिमीले। मलाई कति घृणा गर्यौ थाहा छ, मलाई कति घृणा गर्यौ थाहा छ। आज जुन पुतलीको पछि दौडिएको छौ तिमी, आज जुन पुतलीको पछि दौडिएकी छौ तिमी, म त्यही झुसिल किरा हुँ, म त्यही झुसिल किरा हुँ। आज तिमीले छुन खोज्दा म उड्नुको कारण, म भाग्नुको कारण भनौ कि बुझ्यौ तिमीले।